आजभोलि चाहिँ स्ट्र्याप बिमको चाहिँ धेरै चर्चा छ होइन। यो के हो, कहाँ हाल्नुपर्छ होइन र किन हाल्नुपर्छ भन्ने कुराको बारेमा आज म डिस्कस गर्न गइरहेको छु। नक्सामा चाहिँ स्ट्र्याप बिम हाल्दा चाहिँ धेरै क्लाइन्टहरूले सोधिरहनुहुन्छ, यत्रो रोड भनेको किन हालिन्छ होइन, यो आवश्यक छ कि छैन। आज म तपाईँलाई भन्छु है त, एकदमै जरुरी हो स्ट्र्याप बिम हाल्नको लागि र कहाँ हालिन्छ त्यो कुरा म भन्छु। पहिलो नम्बरमा चाहिँ स्ट्र्याप बिम भनेको तपाईँको दुईवटा फुटिङलाई होइन कनेक्ट गर्ने चाहिँ आरसिसी बिम हो है त। यो प्लिन्थ बिम भन्दा वा स्ल्याब बिम भन्दा चाहिँ कम्प्लिटली फरक हो है त यो स्ट्र्याप बिम भनेको। यो चाहिँ तपाईँको दुईवटा फुटिङ जुन हुन्छ त्यसलाई चाहिँ के गर्छ भने जोड्ने काम गर्छ होइन। यदि कम्बाइन फुटिङ तपाईँको छैन होइन र स्ट्र्याप बिमले चलिरहेछ भने, तपाईँको स्ट्र्याप बिमले डिजाइन सेप छ भने स्ट्र्याप बिम सुरुमा हालिन्छ। यदि स्ट्र्याप बिमले सकिएन भने चाहिँ तपाईँको कम्बाइन फुटिङ नै हाल्नुपर्छ है त। अब यहाँ चाहिँ तपाईँको के हुन्छ, कहाँ हालिन्छ भन्दाखेरि तपाईँको बाउन्ड्री नजिकको कोलुम फुटिङको भित्र फुटिङ बिचमा हालिन्छ है त। अब यसमा चाहिँ सिम्पली बुझ्दाखेरि के छ भने, मानौँ कि तपाईँको यतापट्टि जमिन छैन, यतापट्टि जमिन छैन होइन, दुइटै साइड जमिन भएन भने तपाईँ के हुन्छ भने, यदि यो स्ट्र्याप बिम छैन भने यो फुटिङको मोमेन्ट चाहिँ नेगेटिभ हुन जान्छ होइन। तपाईँको त्यो मोमेन्टले गर्दा चाहिँ यहाँ क्र्याकहरू आउन सक्ने सम्भावना हुनसक्छ साइड साइडमा। त्यही भएर चाहिँ यो मोमेन्टलाई बचाउनको लागि के गर्नुपर्छ भने यो बिमलाई चाहिँ कनेक्ट गरिदिनुपर्छ। अनि के हुन्छ भने यो डिजाइन स्ट्रक्चर तपाईँको एकदमै सेफ हुन्छ। ओके, त्यसपछि तेस्रो नम्बरमा चाहिँ तपाईँको मुख्य युज भनेको मैले अहिले नै भने, तपाईँको प्रोपर्टी लाइन बाहिर फुटिङ निकाल्न नमिल्दा युज हुन्छ। तपाईँको यतापट्टि फुटिङ हुँदैन, मानौँ कि यस्तो फुटिङ भएको भए हाम्रो चाहिँ के हुन्थ्यो भने सेफ जस्तो देखिन्थ्यो होइन, चारैतिर चाहिँ हाम्रो फैलिएर बसेको हुन्छ। तर हाम्रो यतापट्टि जमिन छैन भने त फुटिङ हाल्न मिलेन। त्यही भएर चाहिँ हामीलाई के गर्नुपर्छ, यसलाई इसेन्ट्रिक फुटिङ राख्नुपर्छ। इसेन्ट्रिक फुटिङ यता पनि इसेन्ट्रिक फुटिङ दुइटैलाई कम्बाइन त्यो के भन्छ स्ट्र्याप बिमले चाहिँ कनेक्ट गरिदिनुपर्छ। वा तपाईँले कम्बाइन फुटिङ, यही फुटिङ चाहिँ यहाँसम्म चाहिँ लग्दा पनि हुन्छ है त। तर यो इकोनोमिकल पर्पजको लागि चाहिँ तपाईँलाई स्ट्र्याप बिम हाल्नुपर्छ। अरू कुरा चाहिँ के हुन्छ भने कोलुम लोडबाट आउने ओभरटर्निङ मोमेन्ट कन्ट्रोल गर्छ भनेपछि यही कुरा अघि नै मैले भने, टेक्निकल वर्डमा चाहिँ मोमेन्ट भनिन्छ होइन, ओभरटर्निङ मोमेन्टलाई कन्ट्रोल गर्छ। अब मुख्य भनेको सिम्पली बुझ्ने हो भने यसलाई टर्निङ जुन हुन्छ नि, टर्निङको कारणले, टर्निङ इफेक्टको कारणले जुन क्र्याकहरू आउँछ त्यसलाई बचाउनको लागि हामीले स्ट्र्याप बिम हाल्नुपर्छ है त।